मलाई के थाहा त सिर्केला गुन्द्रुक मलाई थाहा भए त तँ भन्नु के खानै दिन्थिन नि मेरो बहिनी जस्तो सहरा बसेर पढेल शिक्षित बहिनीलाई मैले संस्कार सिकाउनु पर्ने होइन म त्यस्तो नराम्रो काम के गरेछु र राम्रै ठिकै गरे जस्तो लाग्छ त मलाई त के म तपाईको तरुनी हो म बुढी हो जहिले भयो जिस्केको जिस्किन भन्दा अरू केही काम छैन कस्तो कसको बारी भन्छौ र हुन त कहिले घर बसेर मेलापात गरे बाबु चिन्छौ त म अल्लो गाउँकोलाई त सूचना पाइसके अनि तँलाई के भनेनन् के हो सान्ताले मलाई त कराई खाने भनेर भन्नु र खुसीका साथ आज त रमाइलो मान्दै हिँडेको म त मलाई यो कराई भनेपछि त म त बुचुक्कै हो नि यार तिमी जाऊ न सिर्केला गुन्द्रुक होइन यो फेसबुक युट्युबमा पनि होइन के खबरहरू आउँछ बाबा ओहो एउटा गतिलो खबर आयो त अब जो पनि युट्युबे मिडिया लाइनको मान्छे हुँ भन्छन् एउटा क्यामेरा बोक्यो कता कता के भइरहेछ हुने नहुने खिच्यो सत्य तथ्य समाज कहिले हाल्दैन खालि आफ्नो भ्युज बढाउने कसैलाई चाहिँ विरोध गर्नु पनि भएन अब यो मिडिया लाइन पनि कुन पार्टी गरे भन्छन् यसो बोल्यो भने फेरि यसो भन्यो भनेर आपतलाई पर्ने होला उस्तो पनि जेल पो जानुपर्छ त्यहाँ त केही बोल्नु भएन देशमा स्वतन्त्र भएको छ सबैलाई बोल्ने अधिकार छ भन्छन् नि अब के बोल्नु पाउने होइन केही यसो कुरा के यताउति सरकारले केही छाटछुट गर्यो भने त अघि नै पुलिसले लैहाल्छ देशको अब यस्तो नियम कानुन भएपछि कसरी यो देश उमा लाग्छ हामी जस्तो मान्छेहरू त स्वतन्त्रै छैन उसले भन्यो भने केही गर्नु पाउँदैन सबै सरकारको हातमा छ बहिनी ओ बहिनी कहाँ गर्छ यो यस्तै हो ल बस अनि बहिनी तेरो भाउजू उत्तरी कहाँ गएछ बिहानदेखि देख्दैन त हामीले खाना खाइसक्यौँ अनि त्यसलाई डुल्ने बानी बसेको के हो घरको कामकाज गर्नु यहाँ के छ के छैन सबै हेर्नु दुईजना मिलेर गरेर त सहिलो हुन्थ्यो तैँले मात्र गरेर हुन्छ अहिले बिहान बिहानै कहाँ हो त्यो साङ्ला भेरेर ए भाउजू दाइ भाउजू त बिहानै डोको बोकेर जानुभएको थियो के अरे घाँस काट्न जानुभयो होला नि मैले भनेको म जान्छु घाँस काट्न तपाईँ यहीँ खाना बनाउनु भनेको भाउजूले तपाईँ बनाउनु म घाँस काट्न जान्छु भनेर जानुभएको थियो खै अहिलेसम्म आउनु भएन अब घाँस पनि धेरै पाउँदैन अहिले त्यही भएर ढिला भयो होला नि दाइ होइन आजभोलि तेरो भाउजूलाई के भएको पहिला त बिहानै घाँस खानु गयो पनि छिट्टै फर्केर यसो घरमा घाँस त हाल्न आउँथ्यो नि टाइममा अनि अहिले त के चाहिँ बिहान निस्किने समयमा नआउने कि तैँले भने जस्तो अब जताततै घाँस पनि पाउनु छोड्यो त्यही भएर ढिलो भएको हो कि कोहीसँग यताउति केही चल्दैछ यसो त्यसलाई बुझ्दै गर साङ्ला बेरेर छ्या यो दाइ पनि के सोच्नु भएको त्यस्तो त्यति साह्रो त नभन्नु न भाउजूको मुख मात्र चल्ने हो के मन त त्यस्तो छैन ओहो होइन आज भोलि त के हो आफ्नो भाउजूको यसो सपोर्ट गरिरहेको त लाग्यो त मलाई त ठिकै छ हेर बहिनी तिले अहिले त मुख मात्रै ट्याउ 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 चलाउँदैछ अब भित्र मन पनि चलाउन थाल्यो भने फेरि यो गाउँको यो साङले अलिकति भनी पढे लेखा गन्ने मान्ने गोजेमा यो पनि भएको साङले को हो भनेर तेरो भाउजूले चिन्ला नि फेरि साङला भनेर हेर तेरो भाउजूलाई राम्रोसँग सम्झ बुझाइ गर यस्तै चाल हो भने त फेरि उयो हुन्छ के हुन्छ दाइ म सम्झाइहाल्छु नि भाउजूको मुख मात्र हो क्या छुजो त्यस्तो मन त धेरै त्यस्तो छैन क्या दाइ त्यही पनि म सम्झाइहाल्छु नि तपाईँले टेन्सन नलिनु न ल बहिनी म अहिले लागेँ है यहाँ राम्रोसँग घर हेरेस् ल दाइ ल हुन्छ म तपाईँ टेन्सन नलिनु न म बोलाएर खुवाइहाल्छु नि भाउजूलाई ल मिलेर काम गर झगडा गर्ने होइन के ल दाइ घरमा अशान्ति हुन्छ जहिले पनि झगडा गर्ने होइन मिलेर बस न तिम्रो मिलेर बसेर मेरो मन पनि कति शान्त हुन्छ घर शान्त हुन्छ शान्ति छाउँछ घरमा के कति भन्नु कति सम्झाउनु कि साङ्ला
ओहो मास्टर साहब आज नमस्कार है मास्टर साहब। नमस्कार नमस्कार। होइन आज कता हो त नि, यो त ग्यालिन त अस्ति लानु पर्ने थियो, कराई खान जाँदाखेरि नलाने, फेरि आज लिएर आउने। होइन अस्ति नि लग्या हो नि, कि तपाईँलाई पुगेन? नपुग्या भए फेरि ल्याउँथेँ मैले। अब रमाइली बहिनी पनि एक त म कहिले पनि रक्सी नलिने मान्छे, त्यही पनि त्यो कराईको दिन यति लिएर सबैलाई रमाइलो गरिदिउँ भन्ने मान्छेलाई नपुग्ने कुरा हुन्छ? नपुगेको त्यही दिन भनिहाल्थेँ नि म। अनि सर कताबाट ग्यालिनको कुरा निकाल्नु भयो त नि? एकदम भट्टी गर्ने मान्छे। अनि घरै पारिरहेको थिएँ रक्सी, अनि आज यसो सिद्धा थिएँ, यसो तलतिर गाउँतिर गएर एक जर्किन लिएर आएको, अरू नि लिएर आइदेऊ भनेको छु कि सर आउने त नि यति भरे चाख्नलाई, यसो साथी भइदिउँला म पनि। कि यति लिँदै साथी बन्ने बानी पऱ्यो सरलाई बोलाए खिलाएर। धेरै रमाइलो नगर रमाइलो बहिनी, रमाइलो बहिनीले पनि जहिले रमाइलो गरी म स्कुल पढाउन जान नि छोडौँला जस्तो भइसक्यो। रमाइली बहिनीसितै पछि लाम जस्तो भइसक्यो मलाई त। नाम पनि रमाइली, मान्छे साह्रै रसिली। हो र सर, आज दिन पनि यसो चिसो चिसो छ, जाऊँ न त सँगै एक गिलास लाएर यसो ज्यान पनि तताउनु होला, म नि यसो साथी भइदिउँला के बुला खिलाएर। हुन त हो के रे रमाइली बहिनी, दिन पनि त्यस्तै त्यस्तै छ, पानी पर्ला जस्तै चिसो चिसो मौसम भयो, तिमीसितै जानुपर्छ कि भन्ने सोचेकी औली। तर यो मास्टर कलम र डस्टर कहिल्यै छोड्दैन, त्यो बिना त बाँच्नै सक्दैन नि मास्टर। कहाँ त्यस्तो सोचेर हुन्छ मास्टरलाई? ला झन् सर यसो जानुहुन्थ्यो कि अहिले यसो ल्याएको बोनी गरिदिनुहुन्थ्यो कि भनेर सोचेको, झन् सर त चक र डस्टरको कुरा भए केही गर्नुहुन्न त बुला खिलाएर। ए रमाइली बहिनीले मास्टर गएर बुनी गरिदेला भन्ने सोचेको, मास्टरलाई कहिल्यै कदापि त्यो कुरा नसोच्नु। मास्टरले पढाउन भन्दा अरू केही जान्दैन भन्ने सोच्नु। ला सर पनि जानुभयो, जान्छु भट्टीमा मान्छे आएर बस्यो गएँ म नि। होइन यो उजेली कहाँ गयो भनेको, स्टेसनमा जान्छु भनेर हिँड्दिनँ, बिहान निस्केकी हो, आउनुको अत्तो पत्तै छैन यो उजेलीको। जेठी बुढीले चाहिँ यसो चाहिँ धोका पाएर कान्छी बुढी लिएर आइयो। यो कान्छी बुढीको तारा देख्दा पनि मलाई त खै सँगै लाग्नु थाल्यो, यो ठाकुरलाई सुहानी जात फाप्दैन कि जस्तो लाग्यो मलाई त। के हुनु छोरी, अब जेठीपट्टिको माया पनि पाउन त्यस्तै भयो। अब 25 वर्षपछि बल्ल बल्ल कान्छी आमा लिएर आएँ, यो पनि बिहानबाट कता गई यसको पनि अत्तो पत्तै छैन। कतै तैँले लखन त लखटिनु कान्छी आमालाई भने के भने बा, मैले लखट्ने भए त तपाईँले ल्याएकै दिन मैले लखटिदिइहाल्थेँ नि, किन भित्र पस्न दिन्थेँ र मैले? होला नि अब उता बारीतिर घाँस काट्न जानुभयो कि आसी नामले पनि केही पनि देखिने, यतातिर यहीँ सिउरै थियो। अब जङ्गलतिर घाँस पनि छैन, न बारीतिर छ न जङ्गलतिर छ, काट्न टाइम लाग्यो होला, कतै घाँस काटेर आउँदै हुनुहुन्छ होला नि। अनि के चिन्ता गरिरह भने? अनि तपाईँ चाहिँ कता जुत्ता सुत्ता ढोलेर पुरा निस्किनु भयो त? कहाँ निस्किनु नि, उही तेरी आमालाई खोज्नु जानु लाग्यो नि। अब यत्रो बेर भइसक्यो, यसो चाहिँ अब गाउँपट्टि राम्रोसँग चिनेकी छैन, कतातिर गएर भुकलुकै कतै खाल्टामा पऱ्यो कि म यसो चाहिँ गाउँतिर गएर जङ्गलतिर हेरेर आउँछु। अब एकछिन नदेख्दाखेरि यो मन कोक्याउँछ, अब खोज्नु जानु पऱ्यो नि त। अनि लो अचम्मै छ भने होइन, बच्चाहरू खोज्न जानलाई काम गर्न गएको मान्छे, घाँस काट्न दारा काट्न गएको मान्छेलाई नि खोज्न गएर नि साध्य हुन्छ कतै? अचम्मै छ बा, बुढीलाई एकछिन नदेख्दा चाहिँ मन कुटु 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 खायो अरे। होइन ए बा, अनि यो छोरीलाई 25 वर्षसम्म नदेख्दा चाहिँ मन अलिकति पनि कुटुका खाएन? बाउको कुरा सुनेर पनि उदेक लाएर आउँछ, विचित्रै छ बा। अब मेरो छोरीलाई नदेख्दाखेरि यो मन कति कुण्डलियो थियो भनेको त मलाई थाहा छ नि।
त्यही माथि अब टाढाको बाटो हो, साथमा आमा थिए, लट्टै हिँड्न पनि भएन। आमाले त भन्ने गर्थिन् के तेरो बाको बानी मुखले ठिक्क पार्ने मात्रै छ भनेर। साँच्ची नि त्यस्तै नि रहेछ। हेरेर मुखले ठिक्क पारेका अहिले चाहिँ के को ठिक्क पारे नि। हेर न यो छोरी पनि बल्ल बल्ल तिमीले बाउलाई भेटी छौ। बाउको आनी बानी कसो छ थाहै छैन। त्यसै ग्याङ 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 कराएर हुन्छ र। ल जाऊ भित्र जो खानासाना पकाऊ, म आमालाई यसो खोज्न जान्छु। मैले आमालाई भेटाएपछि त टन्न पेटो होला नि त नि के खाना पकाइरहनु पर्यो र। आमा नि त्यस्तै बाउ नि त्यस्तै जुन चाहिँ भयो नि त्यस्तै खान। दुःख त उही मैले पाउने हो नि। के आमा पनि उतैबाट हिँड्दै नि हुन्छ बरु। आफ्नो घरमा पशु नाममा एउटा बाख्राको पाठो पनि छैन। यो ठुली आमाले जहिले घाँस काटेर ल्याइदिए। काम गरेर कहिले फेरि पैसा दिने होइन, दुःख मात्रै। यो पोकेलाई यसो गाउँमा गएर अध्याय भए पनि खोजेर ल्याइदिएन भन्दाखेरि सुन्ने होइन। के गर्नु र अब यो जताततै हेर्दा उराट लाग्दो छ। कहाँ गएर घाँस काटेर ल्याउनु। अध्याय भए पनि मागेर ल्याइदिए त यो दुःख त म आफ्नै घर गर्थेँ। होइन हो पौली भाउजू, पोकेले त लैनै भैँसी किनेर ल्यायो कि क्या हो? डोको त ठुलै देख्छु नि। अनि सुन्नु न पेउली भाउजू, कानमा पिउरी हाले जस्तो लाग्यो है क्या? सुनिरहेको छु, ल भन। दिनको 1 माना दुध मलाई ठेक्कामा दिनुहुन्छ च्वास्स पारेर। चुप लाग बिरे बाबु। तिमीले भन्न खोजेको के हो? हेपेको हो? यति साह्रै मान्छेलाई नहेपाए डोको नाम्लो बोकेर हिँडे भन्दैमा 1 माना दुध ल्याउनु भाउजू भनेर जिस्काउनु पर्छ? डोको नाम्लो बोकेर कहाँ हिँड्नु भयो भाउजू भन्न सकिँदैन? अनि डोको नाम्लो बोकेर हिँडेपछि म त पोकेले लैनै भैँसी ल्यायो कि भनेर भन्ने सोचेको नि। 1 माना नभए पनि 5 मुठी भयो नि दिनु न पेउली भाउजू। होइन तिमीलाई एकचोटि भनेर लाग्दैन? घरि 5 मुठी भने छन्, घरि 1 माना भनेछन्। जिस्काइरहनु पर्छ? जिस्काएको होइन क्या पेउली भाउजू, साँच्चै भनेको। 1 माना नभए पनि 5 मुठीसम्म भयो नि दिनु न पेउली भाउजू, च्वास्स पारेर। ए 5 मुठी दुध चाहियो? 5 मुठी किन? 1 डोकै लगे भएको नि। होइन यो गाउँको मान्छेहरू के भएको होला? कोही दुध माग्न आउँछन्, कोही के माग्न आउँछ। कति हिस्सी गरे होला मान्छेहरूलाई। टाउको दुखेर। ओहो गनगने भाइ, कहाँ र बसेका छौ त नि? ए ल मास्टर साहब नमस्कार है। बस्नु आउनुहोस् एकछिन। होइन केला बस्ने होला? बस्नु न। होइन मास्टर साहब यसो ब्यागतिर केही सिटमल त लिएर हिँड्नु भएको छैन नि? छैन। त रमाइलो दिदीले ल्याएको 3 पाने अब बडो खाइएछ नि मास्टर साहब। टाउको दुखेर म त टाउको उठाउनु नै हिँड्नु भयो कि, त्यही भएर यसो यहाँ बसेको थिएँ। मास्टर साहब आइहाल्नु भयो। युवा जोस रोकिन सकेनौ? अनि के मास्टर साहब, अनि यो ह्याङ भयो भने त कुनै के गरेर फेरि बिहान खायो भने उत्रिन्छ अरे भन्छन्। अनि कुरो के हो? ल न मास्टर साहबले यसो बताइदिनु पर्यो। थैट तेरी भाइ, त्यही खाएर टाउको दुखेको छ अरे, अनि फेरि त्यही खाएर सन्चो हुन्छ भन्ने भएदेखि त्यत्रो हस्पिटलहरू खुल्थे, त्यत्रो हस्पिटलमा औषधिहरू राख्ने यहाँ त्यहाँ डक्टरहरू हुनुपर्छ भन्ने हुन्थ्यो र? तिमी जस्तो बुझ्ने मान्छेले नि त्यस्तो कुरा भनेर हुन्छ बाबु? त्यो त भएन नि। त्यो त हो त नि सर। अब त्यो पनि त अर्को कुरा त सत्य छ नि फेरि। अब बुढापाकाले भने सुनेको त हो मैले बोलेको नि सर। अब हजुरले नि सुन्नु भएकै होला। अब बुढापाकाले त्यसै नहुने भए त किन भन्थे र? सबै बुढापाकाको कुरो कहाँ राम्रो हुन्छ र? अब ठिक हुँदो रहेछ कि रहन्छ, विचारै पनि हुन्छ। यसो मसित साथी गइदिनु पऱ्यो कि। त रमाइलो दिदी कहाँ जाउँ? अब मौसम नि चिसो छ। सरलाई नि न्यानो हो नि। अब यो गनगनेको टाउको नि सन्चो हो नि। यो लामो जिन्दगीमा यो गनगनेको कुरा कस्तो लाग्यो सर बिस्तारै? चुप लाग। मैले जुन सोचेको थिएँ नि, तिमीलाई युवा जोस छ, जाँगर छ, बुद्धि छ, क्षमता छ, तिमीलाई समाजको सेवा गर्नलाई तिमीलाई नै साथ लिएर हिँडौँला भन्ने सोचेको त तिमीबाट यस्तो कुरा आउँछ त? यो त नराम्रो कुरा भयो नि। हजुरको कुरा त मास्टर साहब सोरै आना सत्य छ के। अब हजुरको विचार
र बाटो मार्गदर्शक त मैले त आत्मसात गरेर हिँडेछु नि त। तर आज अलिक गाह्रो परेको हो होइन मास्टर साहब। पहिला यो टाउको निकास गर्नु पऱ्यो गनगनेको, अनि विकासमा लाग्ने कुरो त छँदैछ नि सर भोलिका दिनमा। तिमीसित गनगनीसित जे गनगने नाम छ नि, काम पनि गनगनै गरेर मलाई यो समय खर्च गरेर समयलाई बर्बाद बनाएर बस्ने समय छैन सर। एकैछिन हो के, एकैछिन झन् भोलि झन् टाउको दुखेर आयो। अब यो लामो जिन्दगीमा अब बिस्तारै चाहिँ मास्टर साहब नगए पनि त बिरे जान्छ कि कोही न कोहीलाई लिएर त जानै पर्ने पनि भट्टी। एक गिलास नखाइ त यो कहाँ उत्रिन्छ र भने होइन। यो गैराबारी स्वारो यो खोरिया सबै ठाउँ खोजेँ, कोही पनि छैन यो आइमै त। होइन घाँस काट्न आएपछि यतै हुनुपर्ने हो। कहाँ गएछ के भनेको तेरिका कहाँ मरेछ नि गाउँ मान्छे एउटै भेटिन्न त। चाहियो बेलामा त कहाँ भेटिन्छ र? यसो टाँक तान्ने बेला पो जति नि भेटिन्छ त साङ्ला बेरेर। के गर यो गाउँको विकासबारे कसैलाई चिन्ता छैन, खान पाए भयो के। अनि जङ्गलतिर पसिसक्यो? ओहो ठाकुर दाई के पस्यो जङ्गलतिर? ए अब अस्ति घर मलाई पोथी चाहिएको, पोथी बेच भन्दा बेचेन। अब जङ्गलतिर स्यालले पनि लगेर खाएर उतै पिकनिक बनाएको चाहिँ क्या यसो सम्हालेर राखेको भए त कान्छी बुढीलाई सुत्केरीमा यसो सुत्केरी पोस खुवाउनु त हुन्थ्यो नि साङ्ला बेरेर। चुप लाग। मान्छे यहाँ चाहिँ बुढी हराएर चाहिँ कस्तो तनाव छ उहाँ चाहिँ खोज्न हिँडिरहेको छु। तिमी चाहिँ यहाँ चाहिँ सुत्केरिया कुरा गर्छौ यार। मान्छे यहाँ घरै छैन, के को सुत्केरिया कुरा हो? के कुरा गर्नुहुन्छ ठाकुर दाई? तपाईँ त्यो काली बुढी, त्यो रक्सी बार्ने पैनी भन्दा नि काली बुढी, हाँडी भन्दा नि काली, ती बुढी त ओहो गाउँभरि दुनियाँ कुरा काट्दै हिँड्ने, ट्वाक तान्दै हिँड्ने। ऊ त तपाईँ आउनुभन्दा पहिल्यै आफ्नो बिचरा त्यो फुलमा छोरेर बिचले भनेर कहाँ भाग्यो अनि अहिले आएर खोज्ने। ए साङ्ला बेरेर कहाँको त्यो काली बुढी हुने हो र? अर्कै कान्छी बुढी ल्याएको थिएँ नि त मैले अस्ति। तिमीले त शिवरात्रिको दिनमा त धुनीमा पनि देख्न पर्ने है, यसो ख्याल गर्न पर्ने। उही बुढी हराएर यहाँ खोज्न हिँडेको छु म। कस्तो टेन्सन भएछ मलाई मुन्टो बटारेर। हो अस्ति माथि शिवको दुरीम देख्यो। हो म त हो न हो त्यही काली बुढीलाई खोज्दै हिँड्नु होला भनेर यसरी तपाईँलाई नयाँ छोडेर त जान्नु पर्ने। अब कि घरमा केही खटपट भएको थियो कि अब घाँस खानु गएको होला। अब आउला नि त समयमा। अब घाँस पनि कहाँ पाइन्छ र आजभोलि जम्मै हेर त घाँसको ठाउँमा रुखै रुख छ, गाई डिङ्गा भइसक्यो नखाने। अब बिचरा खोज्दा ढिलो भयो होला नि त। त्यही त नि भाइ। अब घाँस काट्न गयो कि मान्छे, अब आउली भन्यो यी 5-6 घन्टा भइसक्यो, अहिलेसम्म चाहिँ अत्तो पत्तै छैन। यदि सानो कुरामा नि चिन्ता गर्ने हो त फिक्र नगर्नुहोस्। रात बितेको छैन, भर्खर दिन त बित्दैछ नि। अब भाउजू कहाँ पो गएन होला र? घाँस खानु गयो कि? अब रातभरि पनि आएनन् भने यो गाउँको समाजसेवी अलिकति भनी पढे लेखा गण्यमान्य यो पनि भएको यो गाउँमा छँदै अब भाउजू जस्तो मान्छे हराउला नि त। जसरी पनि खोजेर निकालौँला नि साङ्ला बेरेर। त्यो त भइहाल्छ नि भाइ। अब हेरौँ, अब बेलुकासँग आइन भने म भोलि बिहानै निस्किन्छु, अनि भाइ कहाँ आउँछु, अनि दुई दाजुभाइ भएर जाम्ला नि खोज्न। ल हेर न त्यहाँ ठाकुर दाईको कुरा। भोलि बिहान आउँछु रे घरमा। होइन आउनु कान्छी बुढीको अलिकति पनि चिन्ता छैन? यस्तो जङ्गलमा यति राम्री ठाकुर दाईको बुढीलाई स्यालले खाला, बाघले खाला। राति पनि खोज्न जानु पऱ्यो नि साङ्ला बेरेर। कस्तो कुरा गर्नुभएको। ल ल ल भाइ, ल त्यसै गरौँ। ल ल ल अहिले म पनि लागेँ है। ल ल ल के आएन भने मलाई तुरन्त खबर गर्नु होला। त्यसपछि म लगायत गाउँका सबै मान्छेहरू मिलेर रातभरि भए पनि खोज्नुपर्छ। ल भाइ ल भोलि बिहानको कुरै नगर्नुहोस्। ल ल अब साङ्ले भाइले चिन्ता नगर त भन्छन्। अब आफ्नो यहाँ चाहिँ मन कुँडेर मुटु कलेजो एकै ठाउँ पोको बला जस्तो भइसक्यो।
अब कहाँ उसले भनेर हुन्छ म त उजेली मान्छे जसरी अब त्यो राति आए पनि म खोज्न जान्छु म त गएँ म त ल मेरी उजेली 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 भाउजू मलाई कराउनु मात्र जानुहुन्छ अरू केही काम कता नि त्यो गङ्गानी कता गएछ र हो पल्लो गाउँतिरको गङ्गानी हो ओहो बालकीहरू कता हो त नि जोतला गोरु जस्तो नारिएर हिँडेछौ त छ्या के भने यो रमाइलो दिदीले हामीलाई त गोरु पो भन्न थाल्नु भयो त त्यही त विचित्रै छ बा गोरु चाहिँ नारिएर हिँडेका छौ अनि तिमीहरूलाई गोरु नभनेर के गाई भन्नु त त्यही पनि मैले तिमीहरूलाई गोरु चाहिँ नारिएर हिँडेका छौ पो भने त गोरु नै त भने होइन नि त बोला किलाएर छ्या यो रमाइलो दिदीले कति मात्रै गयो भर्खरै हामीलाई गोरु जस्तै भन्नुभएको थियो अहिले त भनेकै छैन भन्नुहुन्छ त फेरि ल ल त्यति साह्रै पनि भने छैन मैले तिमीहरूलाई बरु भन कता हिँड्यौ कतै हिँड्न रमाइलो दिदी म यसो त्यहाँ पसलतिर जान लाग्थेँ अनि ठ्याक्कै बाटोमा यो पनि निस्कि अनि भेट भएर दुइटै पसलतिर जान लाग्यो ए ल ल म नि गएँ हस् राम्रोसँग जानु है बिहान एक बारी अहिले एक बारी ल्याइदिएँ यति भए त पुग्ला नि अब यसो 100 रुपियाँ जति दिए चामल लिएर घर जानुहुन्थ्यो यो छुच्ची बुढीले के दिन्थिन् जान्छु अब घर दिल छैन तिम्रो मायाले घाँस पनि आजलमा के घाँस पाइन्छ र खै राम्रोसँग घाँस पनि नरहेछ यस्तो घाँसले कतिखेर भारी पुऱ्याएर घर जाने खै उत्तर दिदी ए हेरे राम 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 सानी दाइले एउटा मान्छे चाहिँ खेताला खटायो हुन्न यत्रो ठुलो रुखा चाहिँ तपाईँले घाँस काटेर त लड्नु हो नि के आपत हुन्छ यहाँ होइन है गनगने भाइ म लडेर तिमीलाई टाउको दुख्दैन ज्वरो आउँदैन के भयो त नि म लडेर केही हुन्न भनेर भन्न त हुन्थ्यो नि तर म पल्लो गाउँको भाइ भए पनि तपाईँ यहाँ चाहिँ लडिहाल्नु हो नि त अब समस्या पर्छ नि त दिदी तपाईँलाई त केही नहोला मलाई पनि केही नहोला तर त्यो हाम्रो साङ्रे दाइलाई कति आपत पर्छ होइन यो गनगने भाइले के भन्छन् घरि मलाई पिर पर्छ भन्छन् घरि साङ्रे दाइलाई पिर पर्छ भन्छन् अनि तिमीले दिउँसै रक्सी धोकेर आयो कि अस्ति खाएको कराइले तिमीलाई अझै छोडेको छैन हेत तेरिका उत्तर दिदी होइन के भन्नुभयो हजुरले भने अब यो गनगनेले अब दिउँसै रक्सी खाएर हिँड्ला जस्तो लाग्छ तपाईँलाई यो भाइको विश्वास लाग्दैन अनि कहाँको चाहिँ त्यो अस्तित्व कराई खाँदाखेरिको रक्सी यो शरीरमा आसम्म रहिरहन्छ तर के दिदी रक्सी नरहे पनि त्यो दिनदेखि त मलाई टाउको दुखेर म त हिँड्नै नसकेर कस्तो भयो भने कि त्यो टाउको धेरै दुखेर होला दिमाग पनि त्यति काम गरे जस्तै लाग्दैन होइन दिदी मैले यहाँ केही गल्ती त बोलिनँ नि बोले छैन भाइ गल्ती सोझो मान्छे सिधा कुरा गरे हौ गल्ती त के बोल्थ्यौ र बल्ल दिदीले सही कुरा गर्नुभयो नि अब कति मजाले यो भाइलाई चिन्नु भएको छ ल हेर्नु त यो सोझो भाइलाई सोझै छ भनेर भनिदिनु भयो नि त हो दिदीले जसरी नै अब यो लामो जिन्दगीमा अब बिस्तारै त्यो फुलमाले नि कुरा बुझ्या भयो त यो गनगनीको जिन्दगी त अब घरबार भइहाल्थ्यो नि दिदी कस्तो आनन्दको जिन्दगी हुन्थ्यो भन्नुहोस् त खैको नि के हुन्थ्यो थाहा छैन मलाई खैले हाँसी बिहानदेखिबाट आएको मान्छे यो बेला यही भुलाएर जाऊ तिमी घर
हेर हेर धन्नै लडिन नि धकाल लिएर ल झन् सहयोग गरिदिन्छु घाँस झारिदिन्छु छिटो होला घर जानु होला बेलामा ल दिदी हुन् जे भए पनि भनेर चाहिँ सहयोग गर्न खोजेको त ल पच्दैन बा यो गाउँका मान्छेलाई यो जमाना यो अलिक के हो के कुरा गर्ने भनेको मान्छेले सहयोगी भावना भन्ने त कसैलाई पच्दैन राम्रो चित्त ल अब यो लामो जिन्दगीमा त्यो पाराले घाँस झारेर कहिले जाने ल आफै काट्यो तिम्रो घाँस ल है ल बकुली अब तेरो मेरो घर छुट्ने बाटो आइहाल्यो त जा म पनि जान्छु है ढिलो भइसक्यो ल ल भोलि भेटौँला है ल ल राम्रोसँग जा है ल ल प्याउली हजुर ल कस्तो साइडमा हिँडेछु नि म त अब म चाहिँ उहाँ तपाईँको घर जान लाग्थेँ ठ्याक्कै बाटोमा भेट्नु भयो होइन प्याउली भाउजू घरबाट आउँदै हो कि घर जाँदै हो तपाईँ म घर जान लाग्यो नि घरबाट निस्केँ नि तिमीलाई किन चाहियो हेत तेरिका प्याउली भाउजू अनि किन रिसाउनु भएको तपाईँ म त तपाईँको घर जाँदै थिएँ अनि बाटोमा भेटेपछि अनि आउँदै हो कि जाँदै कता जान लाउनु भएको भनेर पो सोध्न खोजेको अब यति साह्रै वचन लाउनु भयो कि मैले त यस्तो सोचेकै थिएन अनि तपाईँलाई के भएछ र प्याउली भाउजू टाउको दुखी छ औषधि गरिदिन्छौ गर्दैनौ भनेपछि सबै कुरा तिमीलाई भन्ने जरुरी छ हेत तेरिका प्याउली भाउजू त्यसरी रिसाउनु हुँदैन के म त पोके दाइसित काम भएर तपाईँको घर जाँदै थिएँ अनि पोके दाइको श्रीमती अर्धाङ्गिनी अनि बाटोमा भेटेपछि अनि त्यही सोध्न पो खोजेको हो नि त हेर यसरी रिसाएर यति राम्रो मान्छे यस्तो प्रेसर लिएर हिँड्नुहुन्न के पोके दाइसँग काम भयो जाऊ न त पोके दाइसँग कुरा गर्न मलाई किन बाटो बोलाइराख ल ल हस् भाउजू है प्याउली भाउजू म उतै जान्छु पोके दाइ कता छन् अब उतै खोजेर कुरा गर्छु नि म अब लामो जिन्दगी अलिक बिस्तारै जानु होला कि है रिसाउनु हुँदैन नि त मान्छे कुन मोडमा हिँडिरहेको छ उसलाई फलान ठाउँमा गएर आएको भन्नु पर्ने कस्ता कस्ता मान्छेहरू हुन्छ ढिलो भइसक्यो होला वा भैँसी आत्ती होला घाँस खानलाई पानी खानलाई कति बेला होला खै ओइ उत्तरी होइन भालेले डाको छोड्नुभन्दा अगाडि निस्केको मान्छे बिहानभरि दिउँसोभरि हराएर 2-4वटा घाँसराले हालेर बल्ल अहिले निस्किने हेर घाम डुबिसक्ला त साङ्लेको बुढी भएर जम्मा 2टा डाले चुलेत्र डोगा बोकेर यति बेला आउने यसो मुहा माडा हाल्नु पर्दैन भोक्सो लाउँदैन साङ्ला फेरेर जान त बिहानै गएको हो नि घाँस पाउनु परेन अनि भन्ने बेलामा गोजीमा यो भएको भन्ने घाँस किन्नु बुढा भन्दा घाँस नकिन्ने अनि बल्ल बल्ल तिनी यो चुलेत्र पाएर काटेर लिएर आएको छु कुरो त ठिकै हो नि उत्तरी जब यो 2टा चुलेत्रको डाले डोगामा हालेर ल्याउन पनि तिमीलाई बिहानै गएको मान्छे घाम डुबिसकेपछि बल्ल आउने मान्छे यता त्यो लोकल चिरकुली पनियत्र छे ओहो स्वर भन्दा त आम्मामा यो यति ठुलो साँगलेको भन्दा डबल ठुलो निकाल्ने होइन दिनभरि के कहाँ कता के गरेर हराथ्यौ कहाँ गर्थ्यौ साङ्ला बेरेर ऊ तल गैरी खेद्न एउटा भुस्तेक्रे भेटा थिए त्यही भुस्तेक्रेसँग बस्दा बस्दा ढिलो भयो थाहा पायौ के भन्यो रे फेरि भन त भन एउटा गाउँको इज्जतदार अलिकति पनि पढे लेखा गोन्ने मान्ने यो पनि गोज्या भा मान्छेको श्रीमती भएर यो त भन्ने के भन्यो रे फेरि भन्नु त यो कानले अलि सुन्ने होइन अघि नै भनेको सुनेनौ अहिले के भने मैले छोड मेरो बाटो अच्छा होइन के भा कि यो उत्तरी भन तिमीलाई अब घर गएर पो बल्ल म ठिक पार्छु त अब यो यस्तो गाउँमा कराई चिच्ची गाली गर्नु नि भएन केही भन्नु नि भएन अब कसैले सुने नि फेरि इज्जतै जाँदा यो साङ्लेको साङ्ला बेरेर अब घरमा गएर ठिक पार्छु भन पोके ल यो पोके कहाँ गएर रात पर्न लागिसक्यो
अझैसम्म घर आएको छैन। होइन यो पोके नआउने रहेछ रोके, उतै हराए नि हुन्थ्यो कि यो पोके त घर नआए नि हुन्थ्यो।